सामाजिक सञ्जालले हाम्रो जीवनमा जालो बनाइरहेको छ। जसरी शिकारीले शिकारलाई फेला पार्नका लागि जाल बिछाउँछ, हाम्रो छिमेकमा रहेको चिया पसले दाइले पनि स्ट्याटस लेख्दै भन्नुहुन्छ, दिनको सुरुवात गरौँ तातो र मिठो चियासँग। सामाजिक सञ्जालले समाजलाई तोड्छ या जोड्छ? दर्शकवृन्द, सामाजिक सञ्जालले समाज जोड्छ कि तोड्छ? हो, विराटनगर स्थित इडेनबर्ग कलेजले आयोजना गरेको वाद विवाद प्रतियोगितामा बीबीएस दोस्रो वर्षमा अध्ययनरत पवन कुमार यादव प्रथम भएका छन्। सामाजिक सञ्जालले समाज जोड्छ कि तोड्छ शीर्षकमा आयोजित प्रतियोगितामा विपक्षमा तर्क प्रस्तुत गरेर 18 जना प्रतिस्पर्धीलाई पछि पार्दै यादव प्रथम भएका हुन्। त्यस्तै विपक्षमै तर्क राखेर बीबीएस प्रथम वर्षमा अध्ययनरत ज्योति मेहता द्वितीय, पक्षमा बोल्ने बीबीएस प्रथम वर्षमै अध्ययनरत इत्तिफाक आलम तृतीय हुँदा विपक्षमा तर्क प्रस्तुत गर्ने बीबीएस दोस्रो वर्षकी बबी ठाकुर सान्त्वना भइन्। कवि एवं पत्रकार मीन कुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो। नवोदित सहित वासुदेव शर्मा र सीमा आचार्य सम्मिलित निर्णायक समितिले पक्ष र विपक्षमा विचार प्रस्तुत गरेका मध्येबाट उत्कृष्ट विद्यार्थी छनौट गरेको थियो। विजेता विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नवोदित क्याम्पस प्रमुख दिपेन्द्र कुमार शाह अर्थात् डीके, कलेजका कोअर्डिनेटर शम्भु प्रसाद महतो, सञ्चालक कृष्ण प्रसाद निरौला, संयोग पोखरेल, जनसन माझी, जेबी मगर लगायतले अबिर लगाइदिएर ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख निर्णायक समेत रहेका प्रमुख अतिथि नवोदितले पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल हुन विद्यार्थीहरूलाई आग्रह गरेका थिए। पाठ्यक्रमको अध्ययनसँगै व्यवहारिक र सिपमूलक शिक्षामा विशेष ध्यान दिनु आवश्यक रहेको उनले औल्याए। आफू जुन क्षेत्रमा लाग्ने हो त्यस क्षेत्रमा दत्तचित्त भएर लाग्दा सफलता प्राप्त हुने उनको भनाइ थियो। शिक्षा र व्यवस्थापन अध्ययनका लागि विराटनगरमा इडेनबर्ग कलेज अब्बल मानिन्छ। सो कलेजमा बीबीएस र बीएड अध्ययन गराइन्छ। कलेजले पठन पाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेको क्याम्पस प्रमुख दिपेन्द्र कुमार शाह अर्थात् डीकेले जानकारी दिए। कलेजले बेला बेला कविता, वक्तित्व कला, वाद विवाद, हाजुरी जवाब, डान्सिङ स्टार, खेलकुद सहितका अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको छ। अन्तर कलेज प्रतिस्पर्धामा समेत कलेजले विभिन्न स्थान हासिल गर्दै आएको शाहले बताए। ब्रेकिङ नेपाल न्युजको लागि दिपेन्द्र शाह, विराटनगर।